यति दामी ब्रेकफास्ट, ओ माई गड है। तपाईँहरूदेखि छक्कै पर्नुहुन्छ। लु हेर्नुहोस्, यति दामी के त्यो बिगार्नु पनि लोभै लाग्दैन कि। अन्त सजावट देखेर छक्कै परेको त है। यति राम्रो हेल्दी खानाहरू हेर्नुहोस् न। टुना हो यो, टुना र ओलिभ ओइल है। यो चाहिँ चिज है, यो चाहिँ मकै होइन। त्यहाँदेखि काँक्रा, टमाटर हो, यो त्यो मकै हो येल्लो कलरको, निम्बुहरू, क्याप्सिकम है। अनि हेर्नुहोस् न, यो फुलकोपी हो पिङ्क कलरको, यो चाहिँ गुलियो खालको सुनपापडी जस्तो टाइपको, यो पनि सुनपापडी जस्तो। यो चाहिँ काँक्रा अमिलो खालको है। अन्डा दही जति खायो भने पनि। अनि यो ससेस है। अनि यो चाहिँ फ्रेन्च फ्राई। अनि यो चाहिँ मसरुम र के रहेछ मिक्स गरेको। अनि यो चाहिँ राइस। हामी इन्डियनले चाहिँ पुरा राइसहरू खान्छ भनेर चाहिँ बिचरा राइसहरू चाहिँ प्रोभाइड गरिदिएको थियो क्या। म त्यही त दही पो होला भनेको त दाल पो रहेछ क्या। दाल उसिनेको दाल, त्यसमा आफै अचारहरू मिक्स गरेर खानुपर्ने। अनि त्यहाँदेखि हामी चाहिँ त्यहाँदेखि चाहिँ ब्रेकफास्ट गर्न थाल्यौँ है। ब्रेकफास्ट चाहिँ ओभर दामी थियो कि दामी, एक्सिलेन्ट भन्दा पनि दामी। यति हेल्दी, यति मिठो है। अनि एकदम है मनदेखि धन्यवाद दिन चाहन्छु है, जसले पनि अब दादाहरूले कसले हुन्छ है, सबै जसले पनि प्रोभाइड गरिदिनु भएको छ है, सबै ह्यान्डल गरिदिनु भएको छ है। यिनीहरू सबै यति राम्रो, खुसी लाग्यो है। अनि खुसी लाग्यो। अब हामी चाहिँ अब ब्रेकफास्ट फटाफट खाएर चाहिँ उँभो जानुपर्ने हुन्छ है टुरमा। त्यसपछि चाहिँ अनि हामी यहाँबाट चाहिँ ब्रेकफास्ट खाइसकेर चाहिँ तल गएर हामी चाहिँ रिल्सहरू बनाएपछि कि हिजो स्विमिङ पुलको छेउतिर होइन। त्यो चाहिँ मैले हालेन किनकि भिडियो अलिक लामो हुँदो रहेछ है। त्यसले गर्दा चाहिँ मैले हालेन। अन्त हामी चाहिँ साथीहरू हामी ग्रुपमा सबैजना हामी भिडियोहरू बनाउँदै बसेँ है। त्यसपछि चाहिँ आउनु जानुपर्छ भनेर भन्नुभयो। त्यहाँदेखि हामी बसमा चढेर हिँडेँ है। अब माथि जानुपर्ने हुन्छ नि त होइन, उयसमा गुफा छ अरे कि माथि ठुलो। त्यस कारण त्यहाँदेखि यहाँ चाहिँ फेरि क्यामल राइड रहेछ है। 20 सेकेल भन्यो भने इजरायली 20 सेकेलमा चाहिँ क्यामल राइडमा चाहिँ साथीभाइहरू चाहिँ चढ्नु थाल्यो है। मलाई झन् क्यामलमाथि चढ्नु डर भन्दा पनि ज्यादा माया लाग्यो। बिचरा खुट्टाहरू पुरा भिजिरहेको थियो है। एकदम माया लाग्यो, आँसु पनि यस्तो निस्किँदै थियो कि क्यामलको। अनि म चढेन। त्यसमा चाहिँ हामीले रोपेको टिकट पायौँ हो। अनि रोपेको टिकट दिनुभयो दादाहरूले। त्यसपछि चाहिँ हामी रोपेको तर्फ लागेँ। त्यस्तैमा यहाँ चाहिँ अब कुन चाहिँ देशको मान्छेहरू है, सबै यो जुन चाहिँ फेल्टो टोपी लाउनेहरू मान्छेहरू, कोही कताको मान्छे हो के हो है। हामीलाई देखेर त कुनै त चाइनिज जस्तो लाग्यो कि के हो आमा, युट्युब भन्दै हाम्रो त्यहाँ त फोटो खिच्न आएर हो। आमा एलियन देखे जस्तो हामीलाई त कुन त फोटो खिच्छौँ भनेर हो। त्यसपछि हामी चाहिँ माथि आएर लाइन लाग्न थाल्यौँ है। हाम्रो ग्रुपको साथीहरू है सबैजना, मिस राधिका, अनि यहाँ मिस टाचिपल, म, मिसेस पोपु चाम्जे, मिसेस सुबाला, अनि दुईजनाको नाम त मैले चिनेन है, सरी। अनि यो चाहिँ मोमो, मलाई त चिन्नुहुन्छ होला तपाईँहरूले है। यो चाहिँ मोमो। अनि हामी चाहिँ अब रोपेमा माथि लान्छ टुप्पोमा है। त्यहाँदेखि चाहिँ हामी पर्खिरहेको छु है साथीहरू सबैजना। हामी यहाँ बसिरहेको छ, हाम्रो टर्न आउन आँट्यो। त्यसले गर्दाखेरि चाहिँ अनि हेर्नुहोस् है, हाम्रो हिरोनी साथीहरू एक्साइट छ है, एक्साइट ल हेर्नुहोस् है। अनि बल्ल रोपे आयो हाम्रो। यो नम्बर 3 रहेछ, नम्बर 2 रहेछ भन्दैछ। अन्त यो पनि होइन अरे, हामीलाई लास्टकोमा चढ्नु भन्यो। अनि त्यसपछि हामी चाहिँ लास्टकोमा चढ्नु थाल्यौँ गाइस है। अनि यहाँबाट चाहिँ हामी चाहिँ साथीहरूले चाहिँ ल चरौँ भन्दैछ। साथीहरूले चढ्नु थाल्यो, एउटा दुईवटा तिनवटा चारवटा गर्दै है। अन्त त्यहाँदेखि चाहिँ रोपेमा त त्यस्तो डर त लाग्दैन है, तर पनि अब
माथि यत्रो हाइटमा जानुको लागि त कहाँ हिँडेर कहिले पुग्ने, अनि रोपवेमा जानुपर्छ अरे नि त। त्यसले गर्दाखेरि चाहिँ हामी रोपवेमा चढेँ साथीहरू। हेर्नुहोस् मेरो साथी सबैजना है। अनि त्यसपछि चाहिँ हामी चाहिँ हिँड्नु आँटेको। अनि त्यहाँदेखिको माथि लाँदो रहेछ नि त, त्यो माथि हिमाल देख्दैछ नि त्यहाँ। सबैले भिडियो बनाउनु थाल्यो है, एउटा रिमेम्बर हुन्छ नि त भिडियो बनायौँ होइन। यत्रो टाढो आएको, अब बारम्बार त आउनु अब टाइम पाउँदैन। टाइम पायो भने पनि अब है आउँछ होला कोही कोही त, तर प्रायः जस्तो त अब एकचोटि आयो भने त दोबारा त आउँदैन नि त होइन। त्यही कारणले एउटा मेमोरीको लागि सबैले भिडियो गर्दैछ। हेर्नुहोस् है तल यस्तो देखिन्छ, यस्तो देखिन्छ है। अनि त्यहाँदेखि चाहिँ हामी चाहिँ माथि चाहिँ जिजस क्राइस्ट हुन्छ नि, यीशु प्रभुको चाहिँ माथिनिर एउटा गुफा छ अरे होइन। त्यो गुफामा चाहिँ नि जिजस क्राइस्ट माथि गुफामा चाहिँ 40 दिन चाहिँ फास्टिङ बस्नु भएको हो अरे है। अनि त्यहाँ चाहिँ अनि फास्टिङ बस्दाखेरि चाहिँ के भन्छ टेम्पटेसन के त्यो माउन्ट अफ टेम्पटेसन भन्दो रहेछ नि त होइन यो जग्गालाई। अन्त गुफामा चाहिँ अब मैले सुनेको हो कि नै, अब गुफामा चाहिँ एकदम त्यो के अरे फास्टिङ बस्दाखेरि चाहिँ त्यो शैतानहरू जस्तो हुन्छ नि, त्यस्तोहरूले आएर पुरा डिस्टर्ब गरेको क्या त्यो माथि। त्यहाँदेखि चाहिँ हो त्यस्तो अरे। त्यो चाहिँ एकदम होइन पवित्र ठाउँ है, एकदम अब प्रार्थना गर, अब त्यहाँ गएर प्रार्थना गर्नु पायो भने त के खोज्नु है गाइस। मेरो लागि त भगवान् सबै एउटै हो। कतिले भन्छ यो मान्नु हुँदैन, क्रिस्चियन मान्नु हुँदैन, के मान्नु हुँदैन, अल्लाह मान्नु हुँदैन भन्छ है। तर गाइस मेरो लागि चाहिँ सबै भगवान् एउटै हो। त्यसले गर्दा चाहिँ म सबै भगवान्लाई एउटै मान्छु। म हरेक भगवान्लाई पूजा गर्छु है। हेर्नुहोस् है अब हाम्रो साथीहरू आउँदैछ है। अब हामी यहाँबाट चाहिँ अब सुरुको चाहिँ अलिक तल झरेर चाहिँ त्यहाँदेखि चाहिँ माथि जानुपर्ने हुन्छ टुप्पामा है। यति साह्रो गरम थियो गाइस है, आम्मामा यस्तो गरम थियो भन्नु मात्रै नसकेको गाइस। मेरो त्यो हेर्नुहोस् यहाँ टोपी बाङ्गिसक्यो। अनि त्यहाँदेखि चाहिँ यहाँबाट चाहिँ तल क्या दामी देख्दैछ कि जोर्डन भ्याली हो, कस्तो दामी। मामा यस्तो गरम मैले त है सोचेको पनि थिएन कि यस्तो गरम हुन्छ भनेर। सनस्क्रिन चाहिँ एकदम दलेर आउनु पर्ने रहेछ है। यो माथि आउँदाखेरि चाहिँ प्रायः जस्तोले अब छोटो लुगा लगाएको छ भने है, मुनि माथि छोटो लुगा लगाएको छ भने आफ्नो एउटा स्कार्फहरू सलहरू यसरी लिएर आउनुहोस्। जस्तै मेरो साथीले अगाडि कम्मरमा बाँधेर हिँड्दैछ त्यस्तै होइन। साथीले चाहिँ अनि के अरे उयो जिन्सको हाफ प्यान्ट लगाएको थियो नि त, अन्त अलिक छोटो हुन्छ अब त्यहाँ माथि चाहिँ अलिकति उयो हुन्छ भनेर चाहिँ एलाउ छैन भनेर मुनिबाट चाहिँ यसरी बेटारेर हिँड्दैछ है। टुरिस्ट चाहिँ देखिरहेछ। मैले जिस्काइदिएँ कि मेरो टुरिस्टहरू छिटो आउनुहोस् है भन्दै। अनि त्यहाँ आउँदैछ फटाफट। हामी चाहिँ प्यान्टै लगाएको थियो प्रायः जस्तोले होइन, किनकि अब कहाँ बेटारी बस्नु माथितिर है, भिल्लाहरू फेरि घामले पोल्छ होला जस्तो पनि लागिरहेको थियो। अन्त त्यही कारणले प्यान्टै लगाएको थिएँ। मैले पनि जिन्स प्यान्ट लगाएको थिएँ, तर मेरो जिन्स प्यान्ट पातला छ क्या, हेर्दाखेरि मात्रै मोटो देखेको हो। यहाँबाट चाहिँ माथि जानुपर्ने हुन्छ है गाइस, माथि जानुपर्ने हुन्छ है। अन्त त्यहाँदेखि चाहिँ यहाँबाट चाहिँ टी सर्ट यहाँ झुन्डाइरहेको रहेछ के होला भनेर हेर्दैछ है, फोटो पनि खिच्दै रहेछ। अन्त यहाँ खोइ के हो मैले केही बुझेन है। साथीहरू तपाईँहरूलाई के हो कमेन्ट गरिदिनु होला, के हो मलाई थाहा भएन है। अनि त्यसपछि चाहिँ हामी यहाँबाट चाहिँ उकालो, अब यहाँदेखि चाहिँ स्टार्ट हुन्छ उकालो। यहाँ चाहिँ चस्माहरू पनि बेच्नु राखेको रहेछ है, एउटा खाने चिज पनि के पनि बेच्दो रहेछ, के हो त्यो थाहा भएन। अनि त्यहाँ उनीहरूलाई अब सामानहरू बिचरा है के बेच्दैछ। अनि त्यहाँ के अरे खोइ के हो मलाई थाहै भएन कि, त्यो प्लास्टिकमा सानो सानो पोकाबाट बेच्दैछ। उनीहरूले चाख्नु मिठो छ भन्दै थियो कि, त्यो मान्छेले लानुहोस् भन्दै थियो कि। अन्त खोइ के हो भने थाहा त भएन है। अन्त उनीहरूले साथीहरू चाख्दो रहेछ, मिठो रहेछ
अहिले हामी ओह्रालो आउँदाखेरि किन्छु नि है भन्दैछ हो। उकालो अब जानुपर्छ पहिला, हामी माथि गएर आउँछु अनि त्यसपछि किन्छु भन्दैछ साथीहरूले। अनि त्यसपछि हामी माथि गयो है। अब के रहेछ बेच्ने चिज त अब हामीलाई त्यस्तो चाहिने चिज त होइन, तर कतिले अब रिमेम्बरको लागि लान्छ है। अनि यहाँदेखि चाहिँ अब म चाहिँ फटाफट उकालो हिँड्न थालेँ। यहाँदेखि चाहिँ हेर्नुहोस् न, आमामा ढुइङ हो, घाममा थाकेर से गर्दै हिँड्दैछ। चाहिँ अलिकति टाइम लाग्ने रहेछ है। अन्त अब माथि पुगेर तल आउनुपर्छ है, टाइम चाहिँ अलिक लाग्ने रहेछ। अनि त्यसपछि चाहिँ म चाहिँ जान्दैछु, छिटो आइज है तिमीहरू भन्दै। अब मान्छेहरू माथिबाट प्रार्थना गरेर ओह्रालो आएछ कि हामी उकालो जाँदैछ। गरम लागेर आम्मा हेर्नुहोस् न, यहाँदेखि कस्तो दामी देखेँ है यो ठाउँ। माथि हेर्नुहोस्, माथि जानुपर्छ हामी है। अनि यहाँबाट चाहिँ यसरी जाँदैछु। टै अलिक फास्ट गरेँ मैले भिडियो है। फटाफट हेर्नुहोस्, मेरो साथी खतरा हिँडिँदैछ टुई गर्दै। ए म जान्छु अगाडि भन्दै गएँ म त है। म चाहिँ फटाफट पुग्नु त हाल्थ्यो, म त गएको, म त पुगेँ है, छिटो आइज तिमीहरू भन्दै म त फटाफट गयो। भरे त एकजना साथी त अघि पुगिसकेछन्, माथि बसिरहेको छ है। अनि तपाईँहरूले सलहरू घरबाट लिएर आएको छैन भने चाहिँ यहाँ पनि रेन्टमा पाउँदो रहेछ तपाईँहरूले है। रेन्ट साथ 500 किलो कि कति लिँदो रहेछ है। रेन्टमा तपाईँहरूले सलहरू पाउनु सक्नुहुन्छ यहाँ है, घरबाट ल्याउनु बिर्स्यो भने चाहिँ। अनि यहाँबाट चाहिँ स्टार्ट हुन्छ। ल हेर्नुहोस्, गुफा है, गुफा भन्छ कि मन्दिर भन्छ के भन्छ अब है। अन्त हाम्रो साथीहरू सबैजना हेर्दै भिडियो गर्दै जाँदैछ है। एक त थाकेर कस्तो भइरहेको थियो है। हेर्नुहोस् न, कस्तो एन्टिक के, कस्तो पुरानो एन्टिक हुन्छ नि, अब कहिलेदेखि कति साल पुरानो होला है। अनि हामी चाहिँ यसरी बिस्तारै गर्दै जाँदैछौँ, हेर्दै दामी। अब कस्तो रुमहरू के हो कतिवटा अब चिजहरू त हामीलाई थाहा पनि छैन यहाँ है। एक्सप्लेन गरिदिने मान्छे छ भने त हुन्थ्यो, अब छैन। अब यतिकै हेर्दै हिँड्दैछु है। अनि यहाँतिर हेर्नुहोस्, यो भित्र के हो है, के थाहै छैन है। अनि हामी चाहिँ माथि जानुपर्छ अरे कि, माथि यहाँबाट यसरी जहाँ चाहिँ जिजस क्राइस्ट बस्नुहुन्छ है, त्यहाँ यीशु प्रभु बस्नुहुन्छ। त्यो माथि टुप्पामा जानुपर्छ अरे नि त। त्यहाँनिर चाहिँ फास्टिङ बस्नु भएको अरे है, 40 दिन विदाउट फुड विदाउट वाटर होला सायद है। अनि हामी चाहिँ अन्त त्यसको लागि हामी माथि जाँदैछौँ है। हेर्नुहोस्, सानो खालको दैलोहरू है, खिड्कीहरू सानो खालको बाटोहरू हेर्नुहोस् न। यो भित्र चाहिँ कुनै के रहेछ है, भित्र चाहिँ दैलोहरू हेर्नुहोस् न। यो भित्र चाहिँ कुनै के रहेछ, मैले यहाँ त्यो राम्रोसँगले देखाउनै सकेन कि। धान कुट्ने जस्तो कुनै के हो कि एउटा रहेछ, एन्टिक एकदम पुरानो। कतिवटा अब हिस्ट्रीहरू है हामीलाई थाहा छैन यहाँको कतिवटा कुराहरू है। अन्त अब हेर्दै गयो हामीले यस्तो बुकतिर, हामीले यस्तो बुक्सहरूतिर यसो हेर्दाखेरि हेरेको र आफ्नो आँखाले हेरेको कति भिन्नता हुँदो रहेछ क्या। कहाँ ठाउँमा पुगे जस्तै हुने। अनि त्यसपछि चाहिँ हामी आउँदैछु। हेर्नुहोस् है, मेरो साथी राधिका आउँदैछ पछाडिबाट, ल्याऊ है अब छिटो भन्दैछु मलाई। अनि यहाँ चाहिँ पानी राखिदिनु भएको छ बिचरा है। कति दीर्घ लाग्नेहरूलाई पानीहरू खानु मन लाग्छ भनेर चाहिँ फ्रीमा पानी राखिदिनु भएको रहेछ है। सबैजना पानीहरू खाएर यहाँ रेस्ट गरेर बसिरहेछ। अनि यो पानी खानलाई यस्तो घुइँचो हेर, ठेल्ला थियो। अब कस्तो दीर्घ लागिरहेको हुन्छ है सबैलाई। अनि यहाँको पानी चाहिँ अलिकति नुनिलो हुँदो रहेछ, तर पनि खायो। त्यसपछि यहाँबाट हेर्दै जाँदैछ। हेर्नुहोस्, प्रभु येशू ख्रिस्ट। अनि यहाँबाट जानुहुन्छ, यस्तो रहेछ है। आम्मा कस्तो खतरा क्या, ढुङ्गाको कस्तो उयो कस्तो दामी। अनि यहाँ चाहिँ तपाईँहरूले यहाँ चाहिँ क्यान्डल बाल्ने ठाउँ रहेछ है गाइज, क्यान्डल बाल्ने ठाउँ। अनि यहाँ चाहिँ
सबैलाई आफ्नो प्रार्थना गरेर आफ्नो नाममा है सबैको नाममा क्यान्डलहरू बाल्दो रहेछ है। यहाँ चाहिँ अब हामीले 1 सेकेन्ड हाल्यो भने चाहिँ एउटा क्यान्डल लानु पाउँदो रहेछ है। यतापट्टि चाहिँ यो चाहिँ डोनेसन बक्स होला सायद है। अनि त्यसपछि यहाँ हेर्नुहोस् न कस्तो राम्रो राम्रो है। अन्त भित्र अब पहिला भित्र गएर आउँछु, त्यसपछि चाहिँ बाल्नु पऱ्यो सोच्यो मैले है। अनि त्यहाँदेखि भित्र गएको आम्बो हेर्नुहोस् त गाइस, ओ माई गड कस्तो मलाई त खुसी लागेको है। मलाई त एकदम हुन्छ नि भित्रबाट कस्तो आनन्द लागेको है भित्र पसेर त। मैले हेर्नुहोस् न कति चाहिँ पुरानो पुरानो होला है यहाँको पेन्टिङहरू है। हेर्नुहोस् त गाइस। अनि यहाँबाट चाहिँ अब माथि जानुपर्ने हुन्छ। यो माथिल्लोपट्टि चाहिँ यो माथिपट्टि पनि रहेछ है। यो माथिपट्टि पनि के रहेछ अब हामीले त्यति थाहा हुँदैन। यसमा पनि एउटा केही हिस्ट्री होला है गाइस। अनि यहाँ चाहिँ मेरो साथीहरू पूजा गर्न थाल्यो, अनि 2जना साथीहरू। अन्त हामी पनि मन पूजा गऱ्यो है। अनि मन पूजा गऱ्यो। त्यसपछि चाहिँ नि हामी गरम लागेर कस्तो गरेको थिएन। हेर्नुहोस् न पेन्टिङहरू कति पुरानो होला है। कसले पेन्टिङ गरेको होला, कतिवटा कुराहरू त हामीलाई थाहा पनि छैन है। अनि त्यहाँदेखि चाहिँ हामी चाहिँ अनि फाइनली त यस्तो गर्मी भएर हेर्नुहोस् गाजल पनि बगेर तल्ल पुगिसकेको छ है आँखामा, के छैन है। यस्तो ठाउँमा आउनु पायो त्यही हाम्रो लागि सबैभन्दा ठुलो कुरा हो है। अनि यहाँ चाहिँ हाम्रो साथीले अलिकति बुझेको रहेछ र हामीलाई कहानी बताउँदैछ है, यस्तो यस्तो भएको, यो ठाउँमा चाहिँ यस्तो भएको भनेर हाम्रो साथीले। अन्त त्यहाँदेखि चाहिँ हामी चाहिँ ध्यान लगाएर सुन्दैछ 2जनाले। त्यहाँदेखि चाहिँ हामीले माथि हेर्नुहोस् न कस्तो दामी माथिबाट के भन्छ आशीर्वाद भन्छ होइन, आशीर्वाद दिएको जस्तो लाग्ने क्या। अन्त मनको एकदम कति प्रार्थना गऱ्यौँ है हामीले आफ्नो लागि, आफ्नो परिवारको लागि है। एकदम प्रार्थना गरेर चाहिँ हामी चाहिँ फर्केँ यहाँबाट है। अन्त म चाहिँ यस्तो ढोकेको यहाँ गाइस। अनि त्यसपछि चाहिँ ढोकेर चाहिँ म चाहिँ निस्केको है। मेरो साथीहरू निस्किसक्यो। अनि खोइ कुन चाहिँ भाषाबाट यहाँ के हो के लेखेको रहेछ हो, थाहै भएन के लेखेको कुन चाहिँ भाषा हो। अनि त्यहाँदेखि चाहिँ उल्टा लेखेको छ। त्यसपछि यहाँ मुनिपट्टि चाहिँ यहाँ चाहिँ यता लस्करी चियर राखेको रहेछ कि गाइस। यहाँ चाहिँ नि अब बस्यो भने चाहिँ नि जति बस्छ नि त्यति पाप धुल्छ अरे कि, बिस्तारै पापहरू धुलिन्छ भन्दो रहेछ है। अनि मेरो पाला बस्छ भन्दा चाहिँ साथीहरूले, अनि मेरो पाला म पनि बस्थेँ हो। अनि एकदम साइलेन्ट बस्नु भन्दा चाहिँ त्यहाँ गाली गर्दैछ, हल्ला गऱ्यो भने हल्ला नगरिकन चुप्प लागेर बस्नुपर्ने रहेछ है गाइस। त्यसपछि चाहिँ म पनि एकदम चुप्प लागेर बस्यो। मैले अहिलेसम्म जति पनि गल्तीहरू गरेको छ भगवान् सबै माफ गरिदिनुहोस् भनेर मैले प्रार्थना गरेँ है। त्यहाँदेखिको यो चाहिँ अब आफै बस्योमा त आफ्नो पाप धुल्ने होला नि त है। त्यसले गर्दाखेरि अब त्यही कारण मैले आफ्नो लागि चाहिँ प्रार्थना गरेँ कि यहाँ चाहिँ मैले अब अहिलेसम्म मैले जति पनि पाप गरेको छ भने मलाई एकदम माफ गरिदिनुहोस् है। त्यस्तो भनेर त्यहाँदेखि सबैजना बसिरहेछ है यहाँ साथीहरू। त्यसपछि चाहिँ अनि मान्छेहरू फोटोहरू खिच्दैछ। हाम्रो उतातिर त्यसरी फोटो खिच्नु दिँदैन गाइस है। यहाँतिर त हेर्नुहोस् न यस्तो फोटोहरू खिच्दा केही भन्दैन। हाम्रोतिर त फोटोग्राफ नट एलाउड भनिरहेको हुन्छ, यत्रो बोर्ड लगाइदिइरहेको हुन्छ अगाडि है। त्यो चाहिँ अलिकति ठिक लाग्दैन मलाई चाहिँ गाइस। हाम्रोतिर चाहिँ यहाँ त हामीले जब फोटो खिच्छ हामीले बाहिर मान्छेलाई देखाउँ अब हामी चाहिँ यस्तो ठाउँ छ, त्यो जग्गामा यस्तो ठाउँ छ भन्यो त नि मान्छेहरू आउँछ है। त्यसपछि चाहिँ अब हामी क्यान्डल बाल्नुको लागि मैले चाहिँ क्यान्डलले 2टा क्यान्डलले, एउटा चाहिँ मेरो आफ्नोलाई, एउटा चाहिँ मेरो फ्यामिलीको लागि हो। त्यसपछि चाहिँ फेरि एउटा हाल्यौँ फ्यामिलीको लागि, एउटा चाहिँ मैले अन्त आफ्नो लागि प्रार्थना गरेँ है। म जति दिन म यहाँ काम गर्छु एकदम मलाई होइन
मलाई एकदम दुःख बिमार नहोस्, मैले जति सक्दो राम्रो काम गर्नु सकोस् है भनेर एकदम प्रार्थना गरेँ मैले आफूलाई। जबसम्म इजरायलमा बस्छु इमान्दारी काम गर्छु होइन, आफ्नो बाजे बोजू सम्झेर बाजे बोजूलाई स्याहार्छु भनेर प्रार्थना गरेँ। अब यत्रो परिवारदेखिको टाढो आएर काम गर्दा त है कसलाई चाहिँ अब उयो लाग्छ, खुसी लाग्छ होइन। यो सेकेन्ड चाहिँ मेरो परिवारको लागि, मेरो जति पनि परिवारहरू हुनुहुन्छ है सबैलाई दुःख बिमार नहोस्, मेरो सबै परिवारलाई राम्रो होस्, कहिले पनि दुःख कठिन नहोस्, त्यस्तो भनेर मैले प्रार्थना गरेँ हो एउटा क्यान्डल चाहिँ है। अन्त त्यहाँदेखि त्यसपछि चाहिँ हामी फर्क्यौँ है यहाँबाट फर्केको। अनि त्यहाँदेखि चाहिँ साथीहरू सबैजना बसिरहेको छ यहाँ है। त्यहाँदेखि यो मुनिपट्टि एउटा जाने जग्गा रहेछ, ऊ त्यो तलबाट मान्छे आउँदो रहेछ, के चाहिँ छ होला यो भित्र जस्तो लाग्यो है मलाई, जानु मन लाग्यो यो भित्र। अनि साथीहरू त गएर पनि निस्केर पनि आइसकेछ, ल्या म पो ढिलो भएछ है, हेर्नुहोस् न सबै निस्केर आइसकेछ गएर पनि हो। अब म जानुपर्ने तल्ला, अन्त तलको बाटो सार्नु भएर तलको मान्छे चाहिँ पहिला निस्किनु पर्दो रहेछ नि त, त्यहाँदेखि मात्रै छिर्नु सक्ने रहेछ तल। अनि गएँ म त, अनि एकजना मान्छे पस्यो त्यो भित्र है, को चिन्नु चिन्दैन। अनि अर्को मान्छे पनि अब अट्छ भन्दैछ हो। अनि त्यो फेरि अर्को पनि पस्यो, 4-5जना पस्यो त्यो मुनि है। अन्त मैले भने म पनि अट्छ होला सायद भनेर यसो हेर्नुको लागि मात्रै अलिकति तल झरेको म। त्यसरी बस्नु पर्दो रहेछ कि भुइँमा टुक्सुक्कै, सायद यहीँ बस्नु भएको थियो होला है यीशु प्रभु, यहाँनिर चाहिँ तपाईँ चाहिँ बस्नु भएको थियो होला सायद जस्तो लाग्यो अब। अनि यहाँ चाहिँ अब सबैले प्रार्थना गर्दैछ है, म पनि एकछिन प्रार्थना गरेँ। यहाँ त्यसरी गुफा जस्तो रहेछ कि मुनिपट्टि पनि सबै भुइँमा बस्दो रहेछ नि त यहाँनिर, के हो के रहेछ। त्यसपछि चाहिँ म चाहिँ अनि यहाँबाट चाहिँ प्रार्थनाहरू गरेर अनि म चाहिँ निस्किन थालेँ गाइस है। त्यहाँदेखि चाहिँ माथिबाट फेरि अरू मान्छेहरू पनि त आउँछ नि त होइन, पालो दिनु पऱ्यो नि त है। त्यसपछि चाहिँ गाइस हामी चाहिँ फर्केँ तल है, फर्केको गाइस। अब चाहिँ यहाँबाट फेरि रोपवेमा जानुपर्ने हुन्छ तल। त्यसपछि मजा आयो भनेको त मजा त आयो, थाके पनि मजा पनि आयो। त्यसपछि चाहिँ हामी चाहिँ यहाँ बाइक राइड गर्नु जाने, हेर चाहिँ के भन्थ्यो नाम पनि बिर्सेछ है गाइस, जो 4 चक्के बाइक भनौँ न है, के भन्नु। अन्त म चलाउँछु भनेर भने मैले, अनि तिमी पछाडि बस म चलाउँछु भनेर भनेको मेरो साथीलाई, हुन्छ भनेर भने। आधी बाटोसम्म तिमी चलाऊ, आधी बाटोसम्म म चलाउँछु भने। अनि चाहिँ चलाउनु थालेँ, गएँ म, मेरो साथीले पनि पछाडिबाट चलाउँदै आयो। अनि मेरो साथी नै आउँदैछ। त्यहाँदेखि चाहिँ म चाहिँ जान्छु भनेको, यहाँ गेटबाट अर्को मान्छे हाल्ने अरे, मैले चाहिँदैन मलाई चाहिँदैन भनेको, होइन हाल्नुपर्छ, खोल्टाखोल्टीमा पस्यो भने प्रब्लम हुन्छ भन्दैछ है। जबरजस्ती चढेर गयो त्यो मान्छे। अन्त त्यसपछि चाहिँ हामी हुन्छ ठिकै छ त्यस भने गयो हामी त। त्यहाँदेखि त्यसो गर्दा गर्दा आधी बाटोमा रोकिदियो है गाइस, आधी बाटोमा चाहिँ अनि एक्सचेन्ज गरेँ कि मेरो साथीलाई अगाडि, म चाहिँ पछाडि बस्यो, मेरो साथीलाई अगाडि राख्दै। अनि क्यामेरा चाहिँ मैले पक्रियो। अनि त्यसमा चाहिँ सबैलाई रोकेर अब एक्सचेन्ज गर्दैछ है, पछाडिको मान्छे अगाडि अगाडिको मान्छे पछाडि राख्दैछ नि त। पालो दिएको होला नि त है, 1 घन्टा भन्ने थियो के 1 घन्टा 15 मिनट जस्तो मात्रै घुमाइदियो कि। त्यसपछि कस्तो डरलाग्दो धुलो उड्दैछ अस्ति, चस्माहरू लगाएन भने त आँखाको धुलो बजेर बिजक। ए हेर्नु न मेरो साथी कुदा भन्दैछ, कुदा भन्नु। त्यहाँदेखि चाहिँ यहाँबाट हेर्नु थाल्यो है, हेर्नु थालेँ गाइस। मैले सुरुमा चलाएको भिडियो है, पछाडिपट्टि गएछ यो चाहिँ। त्यसपछि चाहिँ यो सबै लाइन जाँदैछ नि त। अनि कति रहेछ, थुप्रो रहेछ यस्तो गाडीहरू है बाइकहरू, अनि सबै लाइन गरेर जाँदो रहेछ। अनि साथीले ब्याग चाहिँ राख्न, त्यहाँ ब्याग चाहिँ किन बोकेको भन्दै थियो। अन्त है साँच्चै ठिकै हो भनेर ब्याग चाहिँ दिउँ मैले साथीलाई, ब्याग राख्दैन भनेर भन्यो। अनि त्यसपछि म हिँडेँ आधी बाटोदेखि। फेरि त्यो मान्छेले हेर्नु जबरजस्ती दाडी भएको मान्छेले यस्तो दिमाग खराब कि के बोलेको भने इङ्ग्लिस बोल्नु आउँदैन हो। म त बिर्सेर के अरे
हिंदी में बोलेगा, नहीं चला हम चलाएगा, मुझे चलाना आता है, मैं चलाएगा भनेको क्या हाँस उठेर एकछिनमा त माफी हाँस्ने के बोलेको होला माफिसलाई। त्यसपछि गएर चाहिँ हामी चाहिँ जाँदैछौँ जबरजस्ती त्यसले एक साइडबाट चलाउँदैछौँ तो छ है। हामी चलाउँथ्यौँ बिस्तारै बिस्तारै छ होइन, बाटो घाल्दा गुल्डुङ रहेछ नि गाई चाहिँ, अनि त्यसले गर्दाखेरि चाहिँ यसले जबरजस्ती चलाइदिँदैछ है साथी। यिनीहरूको कोही भाषा पनि बुझ्दैन, के भनेको कुरै बुझ्दैन हो। अन्त त्यहाँदेखि साथीले चलाउनु थाल्यो, अनि यसले फेरि यस्तो गर सिकाउँदैछ त्यो मान्छेले, यहाँले मत चलाउनु चाहिँ यसरी चलाउनुपर्छ भन्दैछ म। चलायो त्यसले चलायो के फाइदा भयो त, पैसा हामी दिनुपर्ने, पैसा चाहिँ हामी दिनुपर्ने, यसले चलाएर लगेर फाइदा भएन। अल्छी लाग्यो क्या। त्यहाँदेखि फेरि साथीले दियो, फेरि साथीले चला भन्यो, साथीले फेरि अलिकति चलायो अगाडिसम्म, दुईजना आयो पछाडिबाट। यो चाहिँ हाम्रो साथीहरूकै हो, फेरि जाँदैछ खोल्दै गर्दा हामी त यसो गर्दा ठिकैको है, आफै चलाउनु पाएको भए चाहिँ मजा आउँथ्यो होला। गाई चाहिँ त्यसले डिस्टर्ब गरेर अल्छी लाग्यो, त्यो नभएको भए त मजा आउँथ्यो। त्यहाँदेखि चाहिँ फाइनल्ली अब है राइड पनि सक्यो है। त्यसपछि चाहिँ अब हामी डेड सी जाने भए, अब डेड सी जानुपर्छ है। यो चाहिँ अस्तिको भिडियोको लास्टको हो। अनि डेड सी गयो, त्यसपछि चाहिँ हामी डेड सीमा हामीलाई 1 घन्टाको मात्रै टाइम दिएको थियो है। अब डेड सी हेरेर अब घर फर्किनुपर्छ नि त, सबैको आफ्नो आफ्नो काममा जानुपर्छ बेलुका। अनि त्यहाँदेखि डेड सी फटाफट गएर आउनु भनेर भन्यो, हामी जानु थाल्यो फटाफट है। एउटा सबै लुगासुगा सब फेरेर हिँड्नु थाल्यो हामी त। त्यहाँदेखि चाहिँ एउटा चाहिँ अब दोकानहरू जस्तो रहेछ यहाँ के रहेछ हेर्दै जाँदैछ। टाइम थिएन ज्यादा, त्यसले गर्दाखेरि हामी भित्र देखाउनु पाएन है गाइस। हिँड्नु सकेन भने गाडी पनि आउँदो रहेछ तलबाट, 10 सेकेन्ड दियो भने तलबाट माथिसम्म ल्याइदिँदैछ। अनि त्यसपछि चाहिँ हामी चाहिँ जानु थाल्यौँ। यहाँ पनि रहेछ एउटा ऊँट, नानीहरू चलाउँदो रहेछ है। यहाँबाट तल चाहिँ हेर्नुहोस् है, हामी चाहिँ यहाँबाट उँधो जानुपर्ने हुन्छ। यो चाहिँ सबै डेड सी, एकदम नुनिलो पानी है। अनि यो जग्गामा चाहिँ एकदम आउनु मन लागिरहेको थियो मलाई पहिलादेखि नै है। अनि त्यहाँदेखि चाहिँ हामी चाहिँ जाँदैछौँ गर्दै फोटो खिच्दै, साथीहरूले भिडियो बनाउँदै म पनि भिडियो बनाउँदै जाँदै हो। यो चाहिँ हाम्रो लास्ट टुर हो। अब चाहिँ यहाँबाट चाहिँ हामी चाहिँ यो सकेर चाहिँ हामी चाहिँ घर फर्किनु पर्ने हुन्छ, इजरायल तेल अभिभ है। त्यसपछि आफ्नो काम, महिनामा एकचोटि छुट्टी सकियो भन्दा पनि भयो है। हेर्नुहोस् न यस्तो गरममा कस्तो गरम छ। तल गएर चाहिँ डुब्दैन भन्दो रहेछ, कस्तो चाहिँ डुब्दैन रहेछ हेर्नु पऱ्यो भनेको नि। त्यहाँदेखि चाहिँ म चाहिँ जाँदैछु है यहाँबाट गाइस। यसो हेरेको त आम्मामामा भ्यू हेर्नुहोस् न यहाँबाट कस्तो दामी देखेको है, कति दामी। वाउ, मात्रै जान्छु आज चाहिँ म चाहिँ पानीभित्र बसेर पौडी खेल्छु कि डुब्छु कि डुब्दैन हेर्नु पऱ्यो सोचिरहेको थिएँ। अब यहाँबाट त तल पो जानुपर्ने रहेछ हौ, तल भेटमा। म टेन्सन पो लाग्यो, ओह्रालो त जानु ठिकै छ है, उकालो चाहिँ कसरी आउनु होला यस्तो गर्मीमा, टेन्सन लाग्यो। के छैन भनेर गएँ म त फटाफट ओह्रालो। फटाफट गएन फेरि अहिले टाइम वेस्टमा त हुन्छ होइन। अनि त्यसपछि चाहिँ म चाहिँ हिँड्नु थालेँ, फटाफट हिँड्नु थालेँ। अनि हिँडेर चाहिँ फोटो खिच्नु थालेँ बाटोमै। फोटो खिचिदिन्छु भन्दै थियो। पहिला हिँड्न आऊ तल फोटो खिच भन्यो। त्यहाँदेखि यिनीहरू पनि ढिङ हिँड्दैछ 3 जना अगाडि डेड सीमा पस्नुको लागि। त्यहाँदेखि त्यसपछि जाँदैछु हामी यहाँबाट है। कस्तो दामी, म त हेरेकै भयो है। यो तल हेर्नुहोस् न, सब यहाँ मान्छेहरू बसेर मजाले एकदम
आनन्द लिइरहेछ पानीको है। त्यसपछि चाहिँ म चाहिँ यस्तो माथि हेरेको हरेसै लाग्यो कि माथि जानुपर्छ हे भगवान्, अघि त्यत्रो माथि पुगेर आएको, फेरि हिँड्नु पर्ने भन्ने सोचिरहेछ है। फेरि चाहिँ यहाँ फेरि फोटो खिच्दै रहेछ है, फोटो खिच्दैछ, टोपी लगाएर टोपी टोपी भन्दैछ। अनि म चाहिँ हेर्दैछु यहाँबाट अझै तल जानु पर्ने रहेछ भनेर सोचेँ। के गर्नु गाइस, अब जानै पर्यो होइन, यत्रोसम्म आयो भने त फर्किनु भएन। मेरो पाला हिँड्यो टुइ 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 पाराले है, पुगे पनि हो। यहाँ हेर्नुहोस् मान्छेहरू आमा बिजी भएर छ। यता माटो दल्ने रहेछ, माटो धुँदै बसिरहेको छु साथीहरू हो। मेरो साथीले म पनि दल्छु त, दल्ने हो भन्दैछ। दल्ने नि, अब यहाँसम्म आयो, माटो नदले कहाँ हुन्छ है। माटो चाहिँ जिउतिर दल्यो भने, अनुहारतिर दल्यो भने एकदम राम्रो हो भन्दो रहेछ पनि त। त्यो पर एउटा धारा रहेछ कि, त्यहाँ पानीमा चाहिँ अब त्यो पानीभित्र पसिसकेपछि धाराले चाहिँ जिउ पखाल्नु पर्ने रहेछ होइन। अनि त्यसपछि चाहिँ अनि म चाहिँ पानीमा बस्नु गएँ हेर्नुहोस् न, आमामा मैले मेरो साथी दुईजना हिल्लो लगाएर अनुहारमा है। भरे त यस्तो हेरेको त सबै गइसकेको छ, हामी दुईजना मात्रै रहेछ। आमामा पटपट जिउ पखालेर आएर बसमा चढ्यो हो, हतार हतार। त्यहाँदेखि सक्यो हाम्रो टुर गाइस। थ्याङ्क यू हेरिदिनु भएकोमा तपाईँहरूलाई सबैलाई धेरै धेरै धन्यवाद। यो चाहिँ फोटोसुट हो हाम्रो है, लास्टको हामी फोटोहरू है, रिमेम्बरको लागि मैले हालेको फोटोहरू। त्यसपछि चाहिँ हामी फोटोहरू खिच्न थाल्यौँ है, टुक टुक गरेर है। त्यहाँदेखि चाहिँ फाइनली हामी फर्केँ। त्यसपछि फर्किनु घर राति 8:30 पुगेर चाहिँ हामी रेस्टुरेन्टमा, नेपाली रेस्टुरेन्टमा खाना खानु गयो हो। त्यहाँ हामी साथीहरू सबैजना मिलेर खानाहरू खायौँ, पोर्क राइस, चिकन राइस हो। त्यसपछि हामी सबैजना खानाहरू खाएर चाहिँ घर गएर चाहिँ पुग्नुको सुत्ने हो नि त, अब घरमा गएर खाना खानु बिहाउँछ पकाएर होइन।